सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ मित्रहरू। अब चुनावको नतिजाहरू भटाभट सार्वजनिक भइरहेका छन्। प्रत्यक्षतर्फ लगभग गनिसकिएको अवस्था छ भने समानुपातिकको मतहरू अहिले गणनाको क्रममा छ। सबैजनाले संयम अपनाएर जे जति जनताले भोट हामीलाई दिए हुन् त्यो अनुसारको चाहिँ नि हैन भोट काउन्टिङ मतगणना हुन जरुरी छ। सबैजनाले इमान्दार भएर लागौँ। जनताले जे अराएको छ त्यही काम गर्ने हो। अब यहाँ यो अहिले म सामाजिक सञ्जालमा थुप्रै देख्छु हैन, कसले को जित्यो भने कुन ठाउँ छोड्ने, कसले कान काट्ने, कसले कति लाख पैसा दिने, कोहीले घर दिने, कोहीले जग्गा दिने भन्ने कुराहरू छ। यी सारा कुराहरूलाई अब धेरै कोटाइराख्नु पनि तपाईको चाहिँ हुँदैन जस्तो लाग्छ मलाई चाहिँ है। अब त्यो के अरे रोकेर र्याखी पारेको, कोही कानेर ल्याउनु भनेको कुराहरू, यो खालको कुराहरूले चाहिँ अलिक राम्रो देखिएन। केही थिएन। अब चुनावको बेला कसैले अब राजनीतिक शब्दजाल भन्छु म चाहिँ, त्यो खालको प्रयोग गरेर त्यसो भने पनि त्यसलाई कार्यान्वयन नै गर्नुपर्छ भन्ने पनि छैन। सबैजनालाई म के अनुरोध गर्न चाहन्छु भने अब जनताको मत लिएर उठेको उम्मेदवार कोही पनि हार्दैन हैन। चाहे त्यो 1 भोट मात्रै किन आएको होस् या 10 भोट मात्रै किन नआएको होस्, 1 लाखै ल्याउँदा पनि 10 भोट मात्रै ल्याउँदाखेरि पनि जनताको मत लिएको हो। जनताले कमसेकम विश्वास गरेको, आशा गरेको, भरोसा गरेको। त्यसो भएको कारणले गर्दाखेरि जनताको मतलाई अपमान गर्ने गरी कोही कसैको त्यो हार्यो यो त्यो भनेर चाहिँ नि हैन जिस्काउने काम पनि नगरौँ, बस त्यो भन्न चाहन्छु। र अब जो जति जसले मत पाएका छौँ, अब पहिलो हुने चुनिने भन्ने व्यवस्था छ। तथापि पहिलो हुने व्यक्तिले पाएको मत मात्रै जनमत, अनि दोस्रो हुनेले पाएको चाहिँ होइन, तेस्रो हुनेले पाएको होइन हैन। एवं रीतिले चाहिँ चौथो पाँचौं हुँदै जो जतिले सहभागिता जनाऊ उम्मेदवारी दिए हुन् तिनीहरूले पाएको मत चाहिँ तपाईँको मतै होइन, जनमत होइन भन्ने किसिमको तपाईँको चाहिँ भन्नु हुँदैन, त्यो खालको बुझ्नु हुँदैन। सबैले जनमत पाएकै हो। जो जति पहिलो भयो हैन, ती पहिलो भएकाहरूले चाहिँ अब कोही सत्तामा बस्लान्, कोही प्रतिपक्षमा बस्लान् हैन, काम गर्छन् जनताको लागि, देशको लागि इमान्दार भएर देशको स्वाधीनता र तपाईको चाहिँ समृद्धिको पक्षमा काम गर्नुपर्छ। म चाहिँ त्यो भन्न चाहन्छु। र श्रम संस्कृतिकै हकमा पनि अब धेरै उम्मेदवारहरू ले चाहिँ नै अब पहिलो मत हासिल गर्न सक्नु भएन। विविध कारणहरू थिए। 3 महिना मात्रै भइराखेको छ। अब यसमा पार्टी संगठन विस्तार गर्नेदेखि लिएर उम्मेदवार सेलेक्सन गर्नेदेखि लिएर अब प्रचार प्रसारदेखि घुम्न नपाएको अवस्था हैन। फेरि राज्यले 14 दिनको मात्रै खिड्की राखिदियो प्रचार प्रसार। त्यसले गर्दा देशभर घुम्न नपाएको अवस्था, थुप्रै कारणले गर्दाखेरि अब श्रम संस्कृतिले पहिलो स्थानमा धेरैवटा ठाउँबाट चाहिँ नि हामीले मत प्राप्त गर्न नसके पनि दोस्रो तेस्रो यावत ठाउँहरूमा थुप्रै छ। त्यसो भएको कारणले श्रम संस्कृतिको हकमा उम्मेदवारहरू जो जसले दोस्रो तेस्रो हासिल गर्नुभयो स्थान, तपाईहरुलाई पनि बधाई छ। किनभने मैले अघि भने जनताको मत कहिले हार्दैन। 1 भोट मात्रै भए पनि त्यो हार्दैन। जनता कहिले हार्दैन, जनताको मत जनमत कहिले हार्दैन। तर हाम्रो सिस्टम के छ भने पहिलो नम्बर ल्याउने, सबैभन्दा धेरै जसले ल्याउँछ त्यसले चाहिँ चुनिएको भएर काम गर्ने भन्ने खालको चाहिँ व्यवस्था भएको नाताले मात्रै हामीले त्यो भन्नु परेको बाध्यता त्यो छ। सानोमुन गर्नु पर्दैन र कोही कसैले खिस्ट्युरी गर्नुपर्ने, यो त्यो गर्नुपर्ने भन्ने कुरा पनि छैन। म यहाँ सबैजनालाई त्यो भन्न चाहन्छु। अब चुनाव सकियो हैन। अब जो जसले जे म्यान्डेट जनादेश पाएको हो त्यो अनुसारको चाहिँ नि जनताको आदेशलाई पालना गरेर काम गर्ने, प्रतिपक्षमा बस्ने यावत कुराहरू सुशासन हैन, विकास र स्वाधीनताको पक्षमा, समृद्धिको पक्षमा हामीले काम गर्नुपर्छ। म त्यो भन्न चाहन्छु। र सुनसरी 1 को हकमा चाहिँ जहाँबाट म निर्वाचित भएको छु सबैजनालाई म धन्यवाद दिन चाहन्छु। जो जति मसँग चाहिँ नि सहभागी बन्नुभयो उम्मेदवारी दिएर, म लगायत 25 जना अन्य पनि हुनुहुन्छ। हामी 26 जनालाई तपाईको चाहिँ म चाहिँ धन्यवाद दिन चाहन्छु र बधाई पनि दिन चाहन्छु।
तपाईहरूले भाग नलिदिनु भएको भए यो चुनावमा कुनै दलले यो चुनाव बहिष्कार गरिदिएको भए पनि यो चुनाव हुन सक्दैन थियो। त्यसो भएको कारणले चुनावलाई स्वीकार्नु, त्यसलाई भाग लिनु भनेकै तपाईँको चाहिँ नै लोकतन्त्रलाई जिताउनु का लागि चाहिँ योगदान दिनु हो। यसरी पनि बुझ्नुपर्छ। अब कसले कति मत लियो भनेर खिसीट्युरी गर्नेतिर लाग्ने, कसले के भनेको थियो भन्नेतिर लाग्ने, त्यस्तातर्फ हामी जानु हुँदैन। त्यसले चाहिँ फेरि विद्वेष होइन सिर्जना गर्छ र तपाईँको चाहिँ नि हामी एक ठाउँमा आएर, हामी सबैको देश हो यो होइन, र पुराना दलहरूको पनि देश हो, हामी जस्ता नयाँ दलहरूको पनि देश हो, दल बिनाकै मान्छेहरूको पनि देश हो। सम्पूर्ण मतदाता जो दल बिनाको मान्छे हुन्छ, मतदाताहरू भनेको धेरै होइन, देशमा 10% मान्छेले पनि राजनीति गरे हुँदैन। ती सारा 90% तपाईँको चाहिँ के अरे मतदाताहरू जो हुनुहुन्छ, तपाईँको कुनै दलमा संलग्न नभएको त्यस्ता तपाईँको स्वतन्त्र मतदाताहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब राज्यको संयन्त्र, निर्वाचन आयोग लगायत सुरक्षाकर्मी लगायत कर्मचारी समेत त सबै अब यो त भइ नै हाल्यो। हामी सबै मिलेर अब देशलाई एउटा सुनौलो भविष्यतर्फ उन्मुख गराउनुपर्छ। म चाहिँ त्यो भन्न चाहन्छु। सबैको जय होस् यति भन्न चाहन्छु। र सुनसरी 1मा चाहिँ अब यो समानुपातिकको तपाईँको चाहिँ के अरे मतगणना सकिएपछि मात्रै म धन्यवाद र्याली लिएर तपाईँहरूको गाउँठाउँमा आउनेछु। तपाईँहरूलाई म भेट्ने नै छु होइन। त्यो चुनावको बेला भोट माग्नु मात्रै आएर हुँदैन, निर्वाचित भइसकेपछि पनि तपाईँहरूलाई धन्यवाद दिन आउने नै छु। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। यति भन्दै बिदा भयो यो क्लिपबाट। नमस्कार छ। जय माटो, जय देश।